नमस्कार सबैजना। आज हामी सबै वर्ल्ड कन्ज्युमर राइट्स डे को अवसरमा यहाँ एकदम इम्पोर्टेन्ट विषयमा कुरा गर्नेछौँ। कन्ज्युमर राइट्स अर्थात् उपभोक्ताको अधिकार। सजिलै बुझ्दा कन्ज्युमर राइट्स भनेको के हो? जसले पनि सामान किन्छ, सर्भिस लिन्छ, चाहे त्यो मार्केटबाट होस्, अनलाइन एपबाट होस्, होटल, ट्रान्सपोर्ट या ब्याङ्किङ सर्भिस होस्, हामी सबै कन्ज्युमर हो। तर यो कुरा बुझ्न एकदम जरुरी छ कि कन्ज्युमर हुनुसँगै हाम्रो केही बेसिक राइट्स पनि हुन्छ जुन कानुनले सुरक्षा गरेको छ। सबैभन्दा पहिलो राइट टु सेफ्टी। तपाईले किनेको सामान या लिएको सर्भिसले तपाईको स्वास्थ्य र जिन्दगीलाई हानि पहुँचाउनु हुँदैन। उदाहरणको लागि एक्सपायरी भएको फुड, डिफेक्टिभ इलेक्ट्रिकल आइटम्स, यो सबै अनसेफ हुन्छ। दोस्रो, राइट टु इन्फर्मेसन। तपाईलाई थाहा पाउने अधिकार छ कि तपाईले के किनिरहनु भएको छ, यसको क्वालिटी, क्वान्टिटी, प्राइस, म्यानुफ्याक्चर डेट, एक्सपायरी डेट सबै क्लियर हुनुपर्छ। हिडन इन्फर्मेसन हुनु हुँदैन। तेस्रो, राइट टु चुज। तपाईलाई चोइस हुनुपर्छ। मार्केटमा फेयर कम्पिटिसन हुनुपर्छ जसमा तपाईले आफ्नो इच्छा अनुसार प्रोडक्ट या सर्भिस चुज गर्न सक्नुहुन्छ। चौथो, राइट टु बी हर्ड। यदि तपाईको कम्प्लेन्ट छ भने त्यो सुनिन्छ। तपाईको आवाज इम्पोर्टेन्ट छ। पाँचौं, राइट टु रिड्रेसल। यदि तपाईलाई डिफेक्टिभ प्रोडक्ट पाउनुभयो या कसैले अनफेयर ट्रेड प्र्याक्टिस गर्यो भने तपाईले कम्पेन्सेसन या रेमेडी पाउन सक्नुहुन्छ। र अन्तिममा, राइट टु कन्ज्युमर एडुकेसन। तपाईलाई आफ्नो अधिकारको बारेमा सिक्ने, बुझ्ने अधिकार छ। अवेरनेस नै सबैभन्दा ठुलो शक्ति हो। अब कुरा आउँछ, यदि तपाईको राइट्स भायोलेट भयो भने के गर्ने? धेरै जसो मान्छेहरूले सोच्नुहुन्छन् कि के गर्ने, सानो कुरा हो, छोडिदिनु। तर यो सोच बदलाउनु पर्छ। सानो सानो कुरा ठुलो प्रब्लम बनिन्छ। तपाईलाई कन्ज्युमर डिस्प्युट्स रिड्रेसल कमिसनमा कम्प्लेन्ट फाइल गर्न सक्नुहुन्छ, डिस्ट्रिक्ट, स्टेट या नेसनल लेभलमा। यो प्रोसेस एकदम कम्प्लिकेटेड पनि छैन र तपाईको अधिकार प्रोटेक्ट गर्नको लागि बन्नेको सिस्टम हो। यहाँ डिस्ट्रिक्ट लिगल सर्भिसेस अथोरिटीको रोल पनि एकदमै महत्त्वपूर्ण छ। हामी तपाईलाई फ्री लिगल एड दिन्छौँ। एलिजिबल मान्छेहरूलाई कम्प्लेन्ट कसरी फाइल गर्ने गाइडेन्स दिनुहुन्छ र लिगल अवेरनेस प्रोग्राम्स मार्फत तपाईलाई एडुकेट गराउनुहुन्छ। सबैजनाले यो कुरा सम्झिनु पर्छ कि ल मात्र हुनुले हुँदैन, अवेरनेस हुनुपर्छ। जबसम्म हामी आफ्नो अधिकार बुझ्दैनौँ तबसम्म हामी त्यो युज गर्न सक्दैनौँ। आजको दिनमा तपाई सबैसँग एउटा सिम्पल रिक्वेस्ट गर्न चाहन्छु। जब पनि तपाईले केही किन्नुहुन्छन्, बिल लानु नभुल्नुहोस्। प्रोडक्टको डिटेल चेक गर्नुहोस्। अनलाइन किन्छ भने ट्रस्टेड प्लेटफर्म युज गर्नुहोस् र यदि केही गलत भयो भने चुपचाप नबस्नुहोस्, आवाज उठाउनुहोस्। अन्तिममा एउटा कुरा याद राख्नुहोस्, एन अवेयर कन्ज्युमर इज एन एम्पावर्ड सिटिजन। आफ्नो अधिकार बचाऊ, आफ्नो आवाज उठाऊ र न्यायको लागि अगाडि बढ्नुहोस्। धन्यवाद।